नमस्ते। फेरि आज लामो समय पश्चात एउटा कविता वाचन गर्न मन लाग्यो। त्यो इन्द्रको आसन, यसको शीर्षक शार्दूल विकृत छन्दमा म वाचन गर्दैछु। देख्दै छन् सपना मुना मदनका बाधा गढेको पल, जान्छन् साहसले समुद्र परको परदेशको त्यो स्थल। साधा कागज दाग लाग्छ उनमा भन्नेहरू हो अब, बन्छन् सार्थक आड हुन् मदनका सारा मुना वास्तव। मेटाई असमान आहत सबै ल्याएर न्यानोपना, लाग्दै उन्नतिमा भरेर गतिलो माया र सद्भावना। सुन्दैनन् अनि कर्कशा कहरका आवाज कहिले अब, खम्बा सार्थक आड हुन् मदनका सारा मुना वास्तव। लक्ष्मी काव्य रचेर भाग्य जसको कमजोर पार्यौ तल, भन्दैमा तल हुन्न कञ्चन सदा बन्ने छ गङ्गा जल। लोग्ने उन्नति गर्न जान्छ तर ऊ जाँदैन एक्लै उहाँ, खम्बा सार्थक आड हुन् मदनका जान्छन् मुना साथमा। निर्धा छन् र कहाँ जहाँ छ बनिता त्यहाँ स्वर्ग लाग्ने घर, धान्ने वंश र आड हुन् मदनका हुन् नाम या हुन् थर। धान्छन् गौरव गर्न लायक बनी जो बाल बच्चा सब, खम्बा सार्थक आड हुन् मदनका सारा मुना वास्तव। हुन्छन् सार्थक जो मुना पुरुषका पर्छन् सदा भागमा, लिन्छन् पौरुषता उही पुरुषले हुन्छन् मुना साथमा। लासाको सपना सदा मदनका सम्बन्ध त्यो वैभव, खम्बा हुन् अहिले मुना मदनका आधार हुन् वास्तव। हाँस्दा हाँक्न सकोस् जुन पुरुषले त्यो इन्द्रको आसन, देख्दा रोदन फ्याँक्न साहस गरोस् गिर्दै गए शासन। बन्ला साहस देखिए कुशलता न्यानो र राम्रो सब, सम्हालेर सदैव देखिन सकुन् मुनाहरूले अब, सम्हालेर सदैव देखिन सकुन् मुनाहरूले अब। धन्यवाद।